नमस्कार। बाटो बटुवाको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो यात्रा भद्रपुरबाट दक्षिणतर्फ अगाडि बढ्ने रहेको छ। यसपालि नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल जाने हाम्रो योजना हो। भद्रपुर, पृथ्वीनगर, बनियानी हुँदै हामी यति बेला ठ्याक्क कचनकवल आइपुग्यौँ र यो गेटबाट हामी भित्र छिर्दैछौँ। यो नै यस्तो क्षेत्र हो जुन नेपालको सबैभन्दा होचो भूभाग कचनकवल क्षेत्र हो। यो कचनकवल गाउँपालिका अन्तर्गत पर्दछ। नेपालको सबैभन्दा होचो भूभाग साँच्चै नै आकर्षक छ, मनमोहक छ। तर यसको प्रवर्धन किन नभएको भन्ने कुरा चाहिँ अचम्म लाग्छ यहाँ आइपुगेपछि। समथर भूभाग टाढा टाढासम्म देखिन्छ, आउँ लाग्दो छ। विशेषतः खुल्ला मौसम भएको बेला चाहिँ साँच्चै मनमोहक पनि हुन्छ जस्तो लाग्छ यहाँ आइपुगेपछि। त्यो पर देखिरहेको स्तम्भ नै वास्तविक स्तम्भ हो, वास्तविक क्षेत्र हो। यहाँ आउँदा सुनसान महसुस हुँदा चाहिँ अर्कै कस्तो हिचकिचाहट जस्तो पनि महसुस हुने। खासै त्यति धेरै पर्यटकहरू उपस्थित भएको पनि भेटिँदैन। सिमसार क्षेत्र जस्तो पनि छ। जलकुम्भी तल देख्न सकिन्छ, पानी देख्न सकिन्छ, स्तम्भ अगाडि हामी देख्न सक्छौँ। यो माछाको आकृतिमा एउटा स्ट्रक्चर निर्माण गरिएको छ, यो हामी देख्न सक्छौँ। माथिदेखि तलसम्म ठुलो माछा छ भन्ने जस्तो लाग्छ। यो माछाको आकृति अनुभूति गर्न सकिन्छ यहाँनिर। हामी आजको यात्रामा यही ठाउँमा आउँदैछौँ। यो स्तम्भ हो। तल कछुवाको आकृतिलाई बेस यानि कि आधार मानेर एउटा स्तम्भ खडा गरिएको छ। नेपालको सबैभन्दा होचो भूभाग भन्ने कुरा जनाउन खोजिएको छ यो ठाउँमा। धेरै कुराहरू हामी यहाँबाट जानकारी लिन सक्छौँ। विद्यालय पढ्ने विद्यार्थीहरू, उच्च शिक्षा पढ्ने विद्यार्थीहरूको लागि त यो शैक्षिक भ्रमणको एउटा गन्तव्य नै मान्न सकिन्छ। यहाँ प्राकृतिक अवलोकन गर्न, स्पेसली एक्वाटिक अर्ग्यानिजमको बारेमा, एक्वाटिक प्लान्ट्सको बारेमा पढ्नलाई त साँच्चै राम्रो जस्तो पनि लाग्यो। नेपालको झन्डा राखिएको छ, फरफराइरहेको छ। आनन्द आउने क्या नेपालको झन्डा देख्दा चाहिँ नि साथी हो। तर धेरै भयो नफेरेको जस्तो अनुभूति पनि भयो। झन्डा पुरानो भएको धेरैले मलाई नयाँ रूपमा फेरै भनेको जस्तो पनि अनुभूति गर्न सकिन्छ। आहा, मनमोहक जलकुम्भी फुलेको देख्न सकियो। कति आनन्द आउने यस्ता खालका प्राकृतिक ठाउँहरू यहाँ छन्। यो ठाउँ घुम्नै पर्ने, भ्रमण गर्नै पर्ने जस्तो लाग्छ यो ठाउँ आउँदाखेरि। तर कता कता यो प्रवर्धन नगरिएको, पर्यटनको बारेमा कुरा नगरिएको, स्थानीय निकायले, केन्द्रीय निकायले त्यति नहेरेको हो कि जस्तो अनुभूत भयो यो ठाउँमा आइपुगेपछि। मैले त्यो अनुभूति गरेँ। राष्ट्रिय स्थानीय सञ्चार माध्यमहरूले यसको प्रचार प्रसार गर्ने, ठाउँ ठाउँमा इन्फर्मेसन बोर्डहरू राख्ने र यसको बारेमा प्रशस्त जानकारी दिने हो भने यो क्षेत्रले पर्यटकलाई आकर्षण गर्छ, यो क्षेत्रले महत्त्व पाउँछ। मैले चाहिँ त्यस्तै अनुभूत गरेँ। यहाँहरूले पनि त्यस्तै अनुभूत गर्नुहुन्छ होला पक्कै पनि। आजको मेरो यात्रा मेरो साथीहरूसँग नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल गाउँपालिका झापा